ताडपत्र तुलनात्मक रूपमा आफैमा संवेदनशील प्रकृतिको लेख्य सामग्री हो। त्यसमा पनि बेरिएर रहेका त्यस्ता ताडपत्रीय सामग्रीहरूलाई क्षति वा नष्ट हुनबाट जोगाउनु वर्तमान समयमा एक हिसाबले झन चुनौतीपूर्ण हुन सक्छ वा हुँदै गएको पाइन्छ। तसर्थ त्यस्ता ताडपत्रीय लिखतलाई कसरी लोक्ता कागजमा बेरी क्षति वा नष्ट हुने विभिन्न अवस्था वा समस्याबाट सुरक्षित राख्न सकिन्छ भन्ने कुरा उदाहरण सहित यो अङ्कमा प्रस्तुत गर्दैछु। सर्वप्रथम लिखतलाई नरम ब्रस वा हेपा भ्याकुम प्रयोग गरी सफा गर्नुपर्दछ। लिखतको आकार अनुसार लगभग 10 ग्रामको लोक्ता कागजको सानो टुक्रा मिलाई काटी बनाउनु पर्दछ। त्यसपछि त्यसमा बिस्तारै बेर्नु पर्दछ र अन्तमा बन्द गर्न मिल्ने वा अड्काउन अर्थात् लक गर्न मिल्ने गरी यसरी बेर्नु पर्दछ। यसरी लोक्ता कागजमा बेरेका लिखतलाई आकार मिल्ने गरी बनाइएको ससाना खोपी सहितको आर्काइभल बक्समा राख्न सकिन्छ। यसले गर्दा धुलो, कीटाणु आदिबाट जोगाउन, आर्द्रताको उतार चढावबाट हुने समस्यालाई सन्तुलित राख्न, प्रकाशको प्रत्यक्ष असरबाट हुने क्षतिलाई न्यूनीकरण गर्न एवं लिखतका छेउका भागहरू कमजोर भएको अवस्थामा वा च्यातिएको अवस्थामा सुरक्षित राख्न सहयोग पुर्याउँछ तथा यस्ता सामग्रीहरूको प्रयोगका क्रममा सहजता प्रदान गर्दछ।